आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आज यति बेला हामी श्री हरिहर आधारभूत विद्यालयमा उपस्थित छौँ। हामी सानो सहयोग हस्तान्तरणको निम्ति आएका छौँ। अभिलेखीकरणको लागि आर्थिक सहयोग प्रवासमा बस्नुहुने हर्क एन्ड बबिताको सहयोग यहाँ हस्तान्तरणको निम्ति हामी उपस्थित भएका छौँ। हामी अहिले एक थुकी सुकी सयौँ थुकी नदी भन्ने अभियानका साथ विभिन्न सामाजिक कामहरूमा पनि सहभागी भएका छौँ। यसअघि सिंहबाइनीमा 1 लाख बराबरको, हरिहरमा यसमा 2 लाख बराबरको, लगायतमा नारायणमा 70,000 बराबरको र हेटौडा, पाल्पा, धादिङ, सुर्खेत, धनकुटामा पनि उहाँहरूले असहाय गरिब दुखीहरूलाई सहयोग गर्नुभएको छ। हिजो अस्ति मात्रै हामीले कृष्ण खापुङलाई चामल दालको हस्तान्तरण लगायत 8 ठाउँमा र अब तत्कालीन हामी जेखिम्ती 6 नम्बर 7 नम्बरमा पनि दिँदैछौँ भन्ने जानकारी पनि दिन चाहन्छु। र हिजो अस्ति मात्रै सालगारी 5 थर फेरेनमा स्टेसनरी साथै पोसाक वितरणको कार्यक्रम गरेका थियौँ। त्यो सम्पूर्ण सहयोग चाहिँ हर्क एन्ड बबिताकै मार्फत हो र अहिले पनि 10,000 रुपैयाँ सहयोग हस्तान्तरण गर्नुहोस् भन्ने हिसाबले हामी यहाँ उपस्थित भएका छौँ। सम्पूर्ण यहाँको स्थानीयवासी लगायत प्रिन्सिपल हुनुहुन्छ, जनप्रतिनिधि सदस्य सन्तोष सुब्बा र दिलबहादुर अर्जुन सर यहाँ प्रिन्सिपल हुनुहुन्छ र मनोज सेनेहाङ र खेम बुढाथोकी लगायत अन्य साथीहरू र क्यामेरामा विपिनजी हुनुहुन्छ। र यो सानो कार्यक्रमलाई हस्तान्तरणको लागि म ढिला नगरिकन अगाडि बढ्न चाहन्छु र त्यस पछाडि थप केही कुरालाई पनि हामी बढाउन चाहन्छौँ। सर्वप्रथम मैले पैसा नै अगाडि यो हस्तान्तरणको लागि चाहिँ गर्न चाहन्छु। यो अभिलेखको लागि भनेर हर्क अथवा प्रवासबाट चाहिँ गर्नु भएको छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 हुन्छ 6,000 है 500 को दरले 6,000 र 1 2 3 4 4 6 ले 10,000 चाहिँ यो पैसा चाहिँ संयुक्त हस्तान्तरणको लागि हाम्रो अग्रज दिलबहादुर सोदेम्बाजी हुनुहुन्छ र यस स्कुलको योगदानप्रति र उहाँले धेरै नै गर्नुभएको छ। त्यो कुरालाई भरे सरले पनि थप्नुहुनेछ र यहाँको अध्यक्ष अभिभावक अध्यक्ष प्रीति लिम्बूज्यू र हाम्रो संयुक्त र यहाँको जनप्रतिनिधि वडा सदस्य सन्तोष सुब्बालाई पनि गर्न चाहन्छु। यो हस्तान्तरणका लागि संयुक्त सहयोगदाताप्रति तालीले सम्मान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। ल यसमा केही सहयोगीप्रति छोटो 2 शब्दमा अर्जुन यसै हरिहरका प्रिन्सिपल हुनुहुन्छ, यो समयलाई 2 शब्दको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद। उद्घोषक मित्र ऋतुराज पेगुराजु लगायत यो छोटो बर्खे छुट्टी वर्षे बिदाको समय पारेर प्रवासमा बस्नुहुने हर्क एन्ड बबिता दाई भाउजूलाई मुरी धन्यवाद दिन चाहन्छु। आजको यस समयमा पनि योभन्दा अगाडि पनि र विभिन्न जिल्लाहरूलाई हाम्रो वार्डमा रहेका 3वटा विद्यालयलाई पटक पटक यसरी सहयोग गरिराख्नु भएको छ। यो सहयोग रकम नगद रु 10,000 आज हामीले विद्यालय छुट्टी भएको बेलामा पनि समिति सदस्य कृष्ण सोदेम्बा, त्यसै गरी व्यवस्थापन समिति अध्यक्ष प्रीति लिम्बू, जनप्रतिनिधि सन्तोष लिम्बू सोदेम्बा लगायत यहाँका बुद्धिजीवी अथवा समाजसेवी दिलबहादुर सोदेम्बाज्यू को संयुक्त उपस्थितिमा छोटो यो चाहिँ औपचारिक हामीले कार्यक्रम गरेनौँ। छोटो अहिले नै आजैको टुङ्गो भएको कारणले छोटो मिठो एउटा कार्यक्रम राखेर हामीले रकम प्राप्त गरिसकेका छौँ, ग्रहण गरिसकेका छौँ। यो ग्रहण गरेको रकम चाहिँ यस अगाडि उहाँले पोसाक वितरण गरिदिनु भएको थियो। त्यो पोसाक लगभग वर्ष दिन नै नभइकन अर्को फेरि सहयोग जुटाइदिनु भएको छ। यसको लागि मुरी धन्यवाद। दाईहरूको हात यसरी नै फैलिरहन्, देशभर फैलिरहेका छन्, समाचारमा सुनिन्छ, सञ्जालमा सुनिन्छ। यो सञ्जाल र मिडियामा ल्याइदिनु हुने आदरणीय ऋतुराज पेगुवाज्यू र समन्वय गरिदिनु हुने पनि उहाँ नै हुनुहुन्छ। उहाँलाई समन्वयकारी भूमिका निभाइदिनु भएकोमा मुरी धन्यवाद। र यहाँ उपस्थित भएर
ग्रहण गर्नलाई सहयोग गर्नुहुने आदरणीय जनप्रतिनिधि सन्तोषजी, व्यवस्थापन समिति अध्यक्ष प्रीति लिम्बू र प्रशासनको तर्फबाट म आफू पनि उपस्थित भएर आज ग्रहण गरेका छौँ। यो रकम हामी दुरुपयोग नगरिकन समितिको सल्लाह अनुसार यस विद्यालयको अभिलेखीकरण जुन 2035 सालदेखि स्थापना भएर अहिलेसम्म 82 सालसम्मको विभिन्न विद्यालयका रेकर्डहरू अभिलेखीकरण गर्ने र यसलाई चाहिँ फ्लास प्रिन्टमा हामी कार्यालयमा अभिलेख राख्ने काममा सहयोग गर्नेछौँ अथवा कामको लागि यो रकम प्रयोग गर्नेछौँ। यसलाई अब कति रकमले भ्याउँछ, हामीले 35 सालदेखि हालसम्मका अभिलेखहरू व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, संस्थापक विद्यालय संस्थापन अथवा स्थापना कालदेखि चन्दा सहयोग गर्नुहुने विभिन्न दाताहरू र सहयोग गर्नुहुने समाजसेवी, चन्दादाता, बुद्धिजीवी लगायत सम्पूर्ण सहयोगी यस संस्थालाई सहयोग गर्नुहुने महानुभावहरूलाई हामीले अभिलेखमा उतार्ने प्रयास गरेका छौँ। यो रकम सुरुवाती श्रेणी मात्रै हुनेछ, सुरुवात रकम मात्रै हुनेछ। यो कार्यक्रम अथवा यो अभिलेखीकरण कार्यक्रममा अपुग भएको रकमहरू देश विदेशमा छरिएर रहनुहुने, यो विद्यालयमा भूतपूर्व अध्यापन गराउनुहुने शिक्षकवर्ग, यस विद्यालयमा पढ्नुहुने भूतपूर्व विद्यार्थी र शिक्षक स्टाफहरूलाई र विभिन्न अभिभावक महानुभावहरूलाई पनि विशेष अनुरोध र थप रकम सहयोग गर्नु हुनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। यहाँ बिस्तारै विद्यालयका भौतिक सुधारहरू, शैक्षिक सुधारहरू हुँदै गरेका छन्। विद्यालयको वर्षे विदाको समयमा पनि हामीलाई देश विदेशबाट यसरी सहयोग जुटिरहेको छ। यस अगाडिका विद्यालयका गतिविधिहरूमा केही सहयोगहरू जुटाउनु हुने र अब पनि केही सहयोग रकमहरू जुट्ने आशा गरेका छौँ विद्यालय परिवारले, सिङ्गो परिवारले, र यसरी नै जुटाइदिनु हुने छ। दाइबाट दोस्रो पटक सहयोग भएको छ भने पहिलो पटक पनि अरू दाताहरूले, अरू सहयोगी मनकारी व्यक्तिहरूले पनि यसरी नै सहयोग गरिदिनु हुनु म विनम्र अनुरोध गर्दै आफ्नो भनाइ यही अन्त्य गर्दछु। हस्, धन्यवाद। धेरै धन्यवाद दिन चाहन्छु अर्जुन सर। र यसै म्याग्नुम 5 का जनप्रतिनिधि सन्तोष सुब्बा सोदेम्बाज्यूलाई पनि छोटो दाताप्रति र यो स्कुलको गतिविधिप्रति र आगामी योजनाप्रति पनि केही यो सहयोग गर्ने हाम्रो दाइ अर्क र बबिता उहाँलाई धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो पहाडको विद्यालयमा सहयोग आयो भने भाइ बहिनीहरू राम्रै पर्छ। अथवा पहिले पनि एउटा मलाई खुसी लाग्यो, किन खुसी लाग्यो भन्दाखेरि ड्रेस दिनुभएको थियो, ड्रेस सबै विद्यार्थी भाइ बहिनीहरूले लगाएको थिए। त्यस्तै गरेर अहिले पनि सहयोग आओस् हाम्रो स्कुललाई, यसो त्यति भन्दै म दुई शब्द। र जाँदा जाँदै प्रीति लिम्बू यस स्कुलको अभिभावक अध्यक्षज्यूलाई पनि छोटो र अन्त्यमा हामी निलबहादुर सोदेम्बाज्यूको पनि राख्नेछौँ। छोटो विषयको लागि दिन चाहन्छु। आज पनि योभन्दा पहिले पनि उहाँहरू बबिता हर्को प्लस बबिताले पनि धेरै सहयोग गर्नुभएको थियो। स्टेसनरी प्लस पोसाकहरू वितरण गर्नुभएको थियो र आज पनि 10,000 रकम प्रदान गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ विद्यालयको तर्फबाट। र एवं रीतिले हामी जाँदा जाँदै हरिहर आधारभूत विद्यालयको स्थापना कालदेखि धेरै नै योगदान पुर्याउनु हुने समाजसेवी लगायत विभिन्न सङ्घ संस्थामा आबद्ध हुने श्री दिलबहादुर अग्रज सोदेम्बाज्यूलाई पनि 2 शब्दको लागि समय दिन चाहन्छु। भतिजो नातिले समाजसेवी के अरे शिक्षा प्रेमी मान्छे हुनुहुँदो रहेछ। उहाँले पटक पटक यहाँ यो हरिहरको आधारभूत विद्यालयलाई के अरे पोसाक चढाउनु भयो, दिनुभयो। यसपालि आर्थिक पनि सहयोग दिनुभयो। यसमा धेरै धेरै धन्यवाद म टक्राउँदछु। र अझै पनि हाम्रो आशा गर्दछौँ र हामी यहाँ सबै अहिले के अरे केही 2-4 जना भेला भएर हामीले हस्तान्तरण गर्दैछौँ। र आज हाम्रो ठुलो शिक्षा प्रेमी भन्नुपर्छ, उहाँलाई मान्नुपर्छ। उहाँ जस्तो यसरी के अरे शिक्षामा आदान के अरे यसरी शिक्षक के अरे स्कुलमा
चढाउने मान्छे कमै मात्रै पाइँदैछ र त्यस कारणले म एकदम उहाँले धेरै धेरै धन्यवाद टक्राउँदछु सेवाहरू सेवा धेरै धन्यवाद दिन चाहन्छु र यसरी नै हामी सहयोगको हातलाई फैलाउँदै आगामी दिनमा स्कुललाई र स्थानीय यो सरकारी स्कुलदेखि लिएर सामाजिक काममा चाहिँ नि स्कुललाई बचाउँ भन्ने र कसरी चाहिँ नि मोल छुन लागेको परिस्थितिलाई पनि त्यसबाट छिचोल्दै गुणस्तर शिक्षाको निम्ति फेरि ट्युसनको व्यवस्थापन लगायत अन्य कामहरूमा पनि सरिक भएका छौँ र अन्य दिलदुखी खान र विविध समस्या भएका अभावमा ग्रसित भएका व्यक्तिहरू हुनुहुन्छ भने पहिचान गरेर हामी माझ सम्पर्क गर्नुहोला भन्ने प्रतिबद्धता दिँदै यसरी सहयोगी प्रति धेरै आभार प्रकट गर्दै अझ हाम्रो अभियानमा पनि जोडिन विनम्र अनुरोध गर्दै यो आजको कार्यक्रममा यति नै भन्न चाहन्छु भन्दै हजुरको पल शुभ रहोस्। जय होस्।